हाम्रो भेटनरी डाक्टर मामा आउनु भएको छ यहाँ के भेटनरी हो रियल डाक्टर हो तपाईँ अब युट्युबमा आउनुहुन्छ हेर्नु है यो के हो मटितेल लाउनु भयो लु हेरौँ है अब सबैले लु तपाईँहरूकोतिर पनि अरिङ्गाल यदि घरमा मुड लगाएको छ भने सम्पर्क यहाँ सम्पर्क गर्नु होला हाम्रो मामालाई धेरै होइन फेरि 500 रुपियाँ पैसा र 1 किलो चिउरा एक बोतल रक्स चाहिन्छ मामालाई अहिले 300 रुपियाँ चाहिँ भीम भाइले दिन्छ थपिदिन्छ है होइन अरू ठाउँमा पो त ए यो त सानो छ नि त ठुलो भए त दिइहाल्थ्यो नि म अब मामा सँगसँगै त जाला त्यो त नलानु न होइन नि जान भाइ टोक्दैन देखाइदिनु पर्छ यसरी तिमी छ काका हिँड्नु हाम्रो ट्रसले देखाइदिनु काका नाना यो भिडियो पनि गरिरहेको टोक्दैन ए दाजु यो इ लामो त्यो नलानु यो टस त्यो लगोस् न त्यो लगोस् यही सजिलो हुन्छ ला त ए हिँड्दैन बुवा त यार टोक्दैन अरे अब कता छ त अनि दुलो चाहिँ कता छ हौ यता छ अरे मामा हो यता अलिक पर्दा छ अलिक पर्तिर मामाले देखेकै छैन अरिङ्गाले देखेको छैन लाला मालिस गर ओए भिडियो गर त यहाँ छ हो ला देखाउनु भिडियो गर जा टोक्दैन मजाले बोलेर गर जा 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 छेउमा जा न छेउमा देखा त्यो अरिङ्गालको दुलो पनि देखा त्यो होइन उतापट्टि छ दाजु दुलो यो अरिङ्गल प्रकाशले मजाले बोल न देखा क्या टोक्दैन उ त्यो दाजु दुलो अरिङ्गालको दुलो चाहिँ देखा न त्यो चाहिँ दुलो हेर्नुभयो देख्नुभयो यो मुढा छ मुढा ल्याउनु म त अलिक उँचो भएँ हुन्छ लड्नु हुन्छ होला नि फेरि मुडा होइन नि प्रकाशले बोल न आउनु त बोल्नु हो म त गर न गर म यहाँ मुडा लिएर आउँछु त्यो साप भइसक्यो डराए बोकेर ए जान्न यार लु यहाँ अब अरिङ्गाल चाहिँ अब भइसकेको छ यहाँ मार्ने बेला भइसकेको छ लु 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 छिटो छिटो म त पर जाँदै टोक्यो भने त अहिले फेरि यता माइजीहरू चाहिँ यहाँ त्यहाँ कमलकोटी के उडेको के उडेको होइन नि त्यो त सबै माथि गरेर च्यापचुप गर्ने हो क्या दुलोमा हाल्नु न मामा दुलोमा तेरि क्या यिनीहरूले फेरि लु अरिङ्गाल काटिसकेको छ है अहिले मर्लास ख्याल ख्यालमा ढुङ्गाले अरे मकैको जुत्ताले हान्छ लड्ने अरे के छैन यति छ त्यो पनि छैन पर्छ भइसक्यो कहाँ हो भयो क्या यसो काम पनि भयो त अब काम पुगिसक्यो काटिसकेको छ मालामाल पनि हुन्छ अनि यता भैँसीहरू फेरि बिगार्थ्यो नि त अनि टोक्थ्यो नि त अनि। पुछेर चाहिँ भने चाहिँ यहाँनिर क्या काटिसकेको समस्या भएको फर्किनु छैन नि बस्छ नि कि ल्याउनु न के हो डाइस खोलेको छक्का अहिले एउटा भुनुरु उडेर लाग्यो छैन नि खोइ माउ पनि छैन के न के मलाई मात्रै घाँडो पऱ्यो खोइ माउ म त क्या देखाले छैन रहेछ त मर्दो रहेछ नि त मर्छ नि भाइ अनि त्यो 60-70 वटा छ होला भन्दै त्यो हो कि क्या साँच्चै म त भन्छु हो नि अन्त सानो रहेछ 10-15 त बारीका पनि हाल्दै हुन्छ लिएर जानु घर के सेता झरिसक्यो नसान्दो मर्तेल हालेर राख्नु उयो यता पनि झरिसक्यो तपाईँले धेरै हल्ला कि एकछिन यो माउ छ नि तपाईँले लट्यामा जाउँ त्यसलाई यहीँ काम पुऱ्याइदिन्छु म यो नहाल्नु सबै गनाउँछ होला फेरि लाटिसक्यो अब त मरि त सक्यो कक्रो यति मात्रै छ यहाँ भर्नु ठिक्कै एक छ तपाईलाई पुग्छ ए सितन खाने लगाइदिनु त्यहाँ काका यसलाई मालिक दिने गनाउन कति लाग्छ दाजुले मटन
यसलाई चाहिँ यो त राखेर दाजुलाई चार्ज दिएर हामीलाई फ्रुटी किनिदिन्छ नि त मनिष के गर्छ आँखा चाहिँ गतिलै हो क्या गछ हो त चाहिँ यहाँ यहाँ अब एक महिना पालेको भए नि कुद्दैछ कि आमामामा त्यो दामी हुन्थ्यो ल भुइँमै राखिदिनु आइडिया हुन्छ आइडिया खै माइक जलिकति मडी तेल हेर्नु सबै साराक सिरिक जाँदो रहेछ नि छ यहाँ